नमस्कार साथीहरू, म गोपाल अवस्थी। आज पुनः म हजुरहरूलाई एउटा राष्ट्रिय गीत सिकाउन गइरहेको छु। यो नेपाली शिर उचाली। यो गीतलाई मैले सी स्केलबाट सिकाउने छु। एकदमै सजिलो छ, राग भूपालीमा छ र नी प्रयोग भएको छ यसमा। बाँकी सबै स्वरहरू राग भूपालीका लागेका छन्। हार्मोनियमको बारेमा विस्तृत जानकारी पाउनु छ भनेपछि मेरो पुरानो लेसनहरूलाई हेरेर यहाँहरू सिक्न सक्नुहुनेछ। र आउनुहोस् अब गीत। यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, जुन किरी झैँ ज्योति अन्धकारमा चम्किन्छ। मैले नोटहरू पनि राखिदिएको छ। नोटहरू हजुरहरूले आफै चाहिँ हेरेर लेख्न सक्नुहुन्छ। लेखेर मजासँग पहिले नोट बनाउने एउटा कपीमा, अनि त्यसपछि मजाले बजाउनु पर्छ। धेरैभन्दा धेरै अलङ्कारको अभ्यास गर्ने, जति अलङ्कारको अभ्यास गर्यो त्यति नै छिटो हाम्रो औँलाहरू चल्छन् र हामीहरू छिटोभन्दा छिटो सिक्न सक्छौं। यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, जुन किरी झैँ ज्योति बारी अन्धकारमा चम्किन्छ। यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, जुन किरी झैँ ज्योति बारी अन्धकारमा चम्किन्छ। यो नेपाली शिर उचाली संसारमा चम्किन्छ, जुन किरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ। यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, जुन किरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ। मैले एउटा म्युजिक पिस पनि राखिएको छ। अब अन्तरा। चाहे झुकोस् नीलो आकाश, यो नेपाली झुक्दैन। चाहे झुकोस् नीलो आकाश, यो नेपाली झुक्दैन। चाहे रुकोस् चिसो बातास, यो नेपाली रुक्दैन।
झुक्दैन। बस यति बजायो भने हामी अन्तराको पुरै पार्टलाई बजाउन सक्छौँ। बाँकी अन्तराहरू पनि यसरी नै बज्छन् र अन्तराको पहिलो लाइन पछि जुन स्थायीको पहिलो लाइन छ त्यसरी नै बज्ने गर्दछ। चाहे झुकोस् नीलो आकाश, यो नेपाली झुक्दैन। चाहे रुकोस् चिसो बातास, यो नेपाली रुक्दैन। जुन किरी झै झुक्ने पानी अन्धकारमा चम्किन्छ। यो नेपाली सिरो चाली संसारमा लम्किन्छ। जुन किरी झै झुक्ने पानी अन्धकारमा चम्किन्छ। हस्त साथीहरू, निरन्तर अभ्यास गर्दै गर्नुहोला। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। मेरो फेसबुक आइडी गोपाल अवस्थी र युट्युब आइडी गोपाल अवस्थी अफिसियललाई लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गरिदिनुहोला भन्ने आशाका साथ पुनः अर्को भिडियोमा हामी भेट्ने नै छौँ। हस्त धन्यवाद।